ल हामी चाहिँ यो गाउँमा बरको पात टिप्न लागेको छौँ रुद्री पूजाको लागि। यता अगाडि ठुलबाबा हुनुहुन्छ, त्योभन्दा अगाडि जुन ठुलबाबा हुनुहुन्छ सबै ठुलबाबा ग्याङसँग आएको छु म। ल अब यहाँनिर चढ्ने हो, यहाँनिर सर्लक्क लगाएर चढ्ने हो। यस्तो एकदम मजाले गाउँ रहेछ यो। यो चाहिँ स्याङ्जा र पोखराको सिमाना भकुन्डे भन्ने ठाउँमा हो। अब ल यता अब रुख देखेको अब यस्तो रुख। ल अब सानो मान्छे चढ्ने हो। ल हेर्ने है चट्टसँग। यता फेरि हाम्रो मामा हुनुहुन्छ। हेलो हेलो हेलो, के छ? एकदम ठिक छ है ल है यता ठुलबाबा हुनुहुन्छ। हेलो ठुलबाबा, हेलो हेलो। यता हेरिदिनु ल के छ? अब ठिक छ नि? भने हेर्ने मात्रै भए। हो पढ्नलाई बाँकी नै छ यहाँ। सबभन्दा सानो मान्छे भनेको हाइटमा सानो कि उमेरमा सानो? सबै बहुत बढिया है। हाइटमा ल बास ठुलै ल त्यहाँदेखि तलदेखि माथिसम्म ल यी सर्लकै नि सर्लक्कै पुरै अनि झ्यामझुम। चढ्नु पर्यो कि अब के अरे पेटमा ठुलो हो नि मलाई चढाउनु पर्यो। ल अब चाहिँ हामी यसमा चढ्छौँ। ल अब बरको पात टिप्ने हो सर्लक्क लाएर। ल हेर्नुहोस् शिरदेखि पाउँछौँ के छ? हामी त हिँडेको तलतिर ए रमाइलो छ नि गाउँ होइन? शान्त होइन? हामी यहाँ के को लागि आएको रे? माछा मार्न। माछा मार्ने हो। ए खोलामा डडेल लाग्छ अरे। बास बास ल ल हेर्नुहोस् गाउँ। आहा सरा मक्खन रुखमा चाहिँ ठुलो चढिसक्नु भयो। यता ठुलो आवाले सँगाल्दै हुनुहुन्छ। ल बर यसको चोक फेरि डेन्जर हुन्छ। कपडामा लगाएपछि जान्ने होइन हाँगे हान्नुपर्छ, लान सजिलो हुन्छ। तल झरे नि म टिप्छु। ल यहाँ चाहिँ पिपलको पात हेर्नु ठुलो हाल गएर पिपलको पात काट्दै हुनुहुन्छ। यसो हामी यता छौँ, यता बाइक छन् हाम्रा। ल हेर्नुहोस् पिपल अब चाहिँ अन्तिम हो। पिपल गरिसक्यो नि। त्यसरी प्याज फेरि भाँच्यो भने